ओम श्री गणेशाय नमः। श्री गुरुचरण कमलेभ्यो नमः। श्री सीतारामचंद्राभ्यां नमः। श्री राधा कृष्णाभ्यां नमः। ध्येयं सदा परिभवग्नमविष्टदोहम् तीर्थास्पदं शिवविरञ्चनुतं शरणं भृत्यार्तिहं प्रणतपालभवाब्धिपूतं वन्दे महापुरुषते चरणारविन्दम्। समादरण भक्त महानुभाव, यहाँहरू बिचमा म भने इन्द्र गजरे शास्त्री आजको पञ्चाङ्ग लिएर हजुरहरूको माझमा आइसकेको छु। आज भनेदेखि दर्शक महानुभाव अगस्त महिनाको 22 तारिक 2026 तदनुसार भदौ महिनाको 6 गते 2083 साल रवि दक्षिणायन वर्षा ऋतु रौद्र नाम संवत्सर एवं श्रावण शुक्ल पक्ष आज दशमी तिथि शनिबार। ज्येष्ठ नक्षत्र वैधृति योग रहेका छन्। तैतिल करण रहेका छन्। आनन्दादि योगमा मुसल योग रहेका छन्। सूर्य भनेदेखि सिंह राशिमा रहेका छन्। चन्द्रमा भनेदेखि दिउँसो 3:46 वृश्चिक राशिमा रहनेछन्। उसको पश्चात धनु राशिमा प्रवेश गर्नेछन्। आजको सूर्योदय प्रातः भारतीय समयअनुसार 5:18:23 भएको जानकारी गराइरहेको छ। सूर्यास्त भनेदेखि 6:19 हुने यहाँहरू बिचमा जानकारी गराइरहेको छु। आज भनेदेखि 6 गते परेका छन्। 6 गते चोरबान हुँदछ दर्शक महानुभाव। भनेदेखि उत्तरमा चन्द्रमा रहेका छन्। वृश्चिक राशिको चन्द्रमा रात चन्द्रमा छन्। योगिनी हेर्नु पर्दाखेरि उत्तरको दिशामा योगिनी रहेका छन्। उत्तरको यात्रा भने आजलाई निषेध गरिन्छ। भनेदेखि आज अग्नि जुरेका छैनन्। शिववास पनि जुरेका छैनन्। भने आजको शुभ समय यस प्रकार रहेको छ। प्रातः 5:23 देखि 6:53 राहुकाल रहेका छन्। 6:53 देखि 8:23 शुभ बेला रहेका छन्। 8:23 देखि 9:53 रोग बेला रहेका छन्। 9:53 देखि 11:23 उद्वेग बेला रहेका छन्। 11:23 देखि 12:53 चर बेला रहेका छन्। 12:53 देखि 2:23 लाभ बेला रहेका छन्। 2:23 देखि 3:53 अमृत बेला रहेका छन्। 3:53 देखि 5:23 राहुकाल रहेका छन्। 5:23 देखि 6:53 लाभ बेला रहेका छन्। 6:53 देखि 8:23 उद्वेग बेला रहेका छन्। 8:53 देखि 9:53 शुभ बेला रहेका छन्। 9:53 देखि 11:23 अमृत बेला रहेका छन्। दर्शकमा 11:23 देखि 12:53 चर बेला रहेका छन्। भनेदेखि आज जतिजनाको पनि जन्मदिन छ यहाँहरूलाई जन्मदिनको हार्दिक बधाई हो। मङ्गलमय शुभकामना उपहार स्वरूप व्यक्त गर्दछु एवं सुस्वास्थ्य र दीर्घायुको कामना पनि व्यक्त गर्दछु। भनेदेखि भोलि अगस्त महिनाको 23 तारिक रहेका छन् 2026 तदनुसार भदौ महिनाको 7 गते 2083 साल रवि दक्षिणायन वर्षा ऋतु रौद्र नाम संवत्सर एवं श्रावण शुक्ल पक्ष एकादशी तिथि भोलि आइतबार पुत्रदा एकादशी रहेका छन्। भने मूल नक्षत्र रहेका छन्। भने मूल नक्षत्र रहेका छन्। विष्कुम्भ योग रहेका छन्। भनेदेखि वणिक करण रहेका छन्। आनन्दादि योगमा सिद्धि योग रहेका छन्। भोलि सूर्य भनेदेखि सिंह राशिमा रहेका छन्। चन्द्रमा भने धनु राशिमा रहेका छन्। देवगुरु बृहस्पति कर्कट राशिमा रहेका छन्। भने भोलिको सूर्योदय प्रातः 5:23 हुने यहाँहरू बिचमा जानकारी गराइरहेको छु। भने साँझ सूर्यास्त भनेदेखि 6:18 हुने यहाँहरू बिचमा जानकारी गराइरहेको छु। भोलि पुत्रदा एकादशी व्रत हो। भने भोलि 7 गते कुनै प्रकारका बाण हुँदैनन् दर्शक महानुभाव। भनेदेखि धनुको चन्द्रमा पूर्वमा चन्द्रमा रहेका छन्। पहेँलो चन्द्रमा हुन्। एकादशी तिथि आग्नेय दिशामा योगिनी रहेका छन्। पूर्व र दक्षिणको बिचको भाग एवं आग्नेय दिशा र दक्षिणको यात्रा भने निषेध गरिन्छ। अग्नि पनि भोलिलाई जुरेका छैनन्। शिववास पनि जुरेका छैनन् भोलिलाई। भनेदेखि दर्शक महानुभाव भोलिको शुभ समय बताउन गइरहेको छु। भोलि प्रातः 5:23 सूर्य उदयदेखि 6:53
उद्वेग बेला रहेका छन्। 6:53 देखि 8:23 सम्म चर बेला रहेका छन्। 8:23 देखि 9:53 सम्म लाभ बेला रहेका छन्। 9:53 देखि 11:23 सम्म अमृत बेला रहेका छन्। 11:23 देखि 12:53 सम्म राहुकाल रहेका छन्। 12:53 देखि 2:23 सम्म शुभ बेला रहेका छन्। 2:23 देखि 3:53 सम्म रोग बेला रहेका छन्। 3:53 देखि 5:23 सम्म उद्वेग बेला रहेका छन्। 5:23 देखि 6:53 सम्म शुभ बेला रहेका छन्। 6:53 देखि 8:23 सम्म अमृत बेला रहेका छन्। 8:23 देखि 9:53 सम्म चर बेला रहेका छन्। 9:53 देखि 11:23 सम्म रोग बेला रहेका छन् रात्रि। 11:23 देखि 12:53 सम्म काल बेला रहेका छन्। दर्शक महानुभाव, यस प्रकारले भोलिको पञ्चाङ्ग बताएँ। आज या भोलि जतिजनाको पनि जन्मदिन छ यहाँहरूलाई जन्मदिनको हार्दिक बधाई एवं मङ्गलमय शुभकामना उपहार स्वरूप व्यक्त गर्दछु एवं सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु। अहिले भनेदेखि म बिदा लिन्छु। जय जय राधे, जय श्याम, नमस्ते, राधे राधे।